गाइस सो आज चाहिँ हामी हाइकिङ जाँदैछौँ। हामी कहाँ जाँदैछौँ हाइकिङ भन्दियो त? पेनफ्यान ल हामी सबै जाँदैछौँ। म तपाईँहरूलाई तयारी के हुँदैछ म देखाउँछु है त। सामानहरू रेडी हुँदैछ, ड्रेसहरू रेडी हुँदैछ, जनताहरू रेडी हुँदै हुनुहुन्छ हाइक जानको लागि। जल्दी करो, जल्दी जल्दी अब चाहिँ हामी यहाँबाट हिँड्न लाग्दैछौँ। The weather is so nice but अलिअलि चिलिङ पनि छ हैन। अनि त्यो हाइटमा एकदमै अब चिसो हुन्छ के अरे न। त्यही भएर म तत्तको रेडी भएछु। ज्याकेट स्याकेट सब रेडी लगाएर गएछु। यदि जाडो भयो भने लगाउने, जाडो भएन भने फुकाले जाने हो। हामी त हाइकिङ जाने हो। खोइ खोइ एक्साइटमेन्ट छैन त। हाम्रो यात्रा सुरु भयो आजको। अबको 3 घण्टामा हामी चाहिँ ब्रेकन बिकन्स भन्ने ठाउँको पेनीफ्यानको डाँडामा तातो कफी बनाएर खाँदै विनाशकाले विपरीत बुद्धि। त्यसको त्यो डायलग त्यसले मात्रै भन्दै हो। तर हरको सामान पनि माथि जतिकै हो है भने। ठुलो रिसोर्ट हो हैन। यहाँ चाहिँ गोल्फ कोर्स पनि छ क्या। यसको पछाडिको चाहिँ गोल्फ कोर्स चाहिँ तपाईँको प्रोफेसनल लेभलको गोल्फ खेल्ने कोर्स हो। पहिला होस्ट पनि गरेको थिएँ गर्ने। आइपुगेका छौं। सो आजको हाम्रो हाइक रहेको छ। And now we are gonna climb that all through
तपाईहरु डाँडा देख्न सक्नुहुन्छ वरिपरि हेर्नु कीर्तिपुरको डाँडा जस्तै छ कीर्तिपुरको डाँडा जस्तो छ नेपालको चढ्नेवाला छौँ आई होप वी क्यान सी अनि वेदरले पनि हामीलाई एकदम साथ दिएको छ थ्यांक यू So there's that the layer pond. Shut up. In the middle. अहिले चाहिँ हामी स्टोरी आर्म्समा छौँ यसलाई चाहिँ स्टोरी आर्म्स भन्छ होइन हामी चाहिँ स्टोरी आर्म्समा छौँ हामी यहाँबाट माथि जान्छौँ माथि गइसकेपछि यो वाइनमा गएर ओह्रालो छ ओह्रालो झरेर फेरि माथि कन्डोर चढ्छौँ कन्डोरबाट चाहिँ अनि पेनिफ्यान जान्छौँ पेनिफ्यानबाट चाहिँ अनि हामी सल्लकै झर्दाखेरि चाहिँ तपाईँहरूलाई म सजिलो बाटो यो सर तल लिएर आउँछु ल ल गाडी लिएर आउँछु फर्केर यहाँ होइन पछि माथि पुगेपछि यहाँ हेर न ब्लेन रहेछ होइन बी यता बालेन त फाइनली हाम्रो हाइक सुरु भएको छ र त्यो डाँडा हामी वक गर्दै जाँदैछ उहाँ हुनुहुन्छ उहाँ मेरो श्रीमान उहाँ हुनुहुन्छ मेरो बुहारी उहाँ हुनुहुन्छ मेरो भाइ लेट्स गो खासैमा हाइक गर्दाखेरि नचढ्न सबैभन्दा चढ्न नसक्ने मान्छेमा म पर्छु सबैभन्दा लास्ट नै मैले छु हाफवे पनि आइसकेका छैन हामी हाफवे आइसके बढी चिन्ता नगरौ ल हाफवे जति आइसकेका छौँ हामी हेर्दै गर्नु होला यस मौसमले साथ दिएको छ पानी सानी परेको छैन हल्का हावा पनि चलिरहेछ घाम पनि लागिरहेछ We'll do it. I'll show you the scenery there. So finally, सम्म बाटो आइपुगेको छ यत्रो तलको उकालो बुढी चढेर हजुर हामी त उतो डाँडामा जाने हो नि त उतो डाँडामा गाइस हामी उतो डाँडामा जाने अरे गएको त्यो डाँडामा तर सम्म बाटो आएको छ सम्म बाटो आएको छ फाइनली सो हाम्रो डेस्टिनेसन पोइन्ट चाहिँ त्यो रहेको छ अनि त्यसैको तल 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 हुँदै तल झर्ने हामी हेलो 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 डाँडा भन्नाले बाटो चढिसकेर अब यहाँ अर्को डाँडा आउँदैछ हामी यो डाँडाको नाम के हो रे भाइ कन्जोड भन्छ क्या कन्जोड यो त सिधै उकालो जस्तो छ ओहो अब हामी यो डाँडा चढ्दैछौँ क्यानी सिधा त्यो सेतो सेतो खालको त्यो चाहिँ भेडा हो होइन लेट मी अब यो क्यामेराले देखिन्छ देखिँदैन त लेट्स लड 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 अब लड फर्केर हेर्दा त्यो बाटो त कति लामो लाग्छ तिमीसँग बिताएको पलहरू कसरी छोटो हुन सक्छ प्रिय We are almost there, guys. I'll show you. That's the destination point. We're almost there. No, nothing, no. So यो 1 घण्टाको यात्रापछि हामी फाइनल डेस्टिनेसनमा पुग्न लाग्छौँ
अनि त्यो चाहिँ त्यहाँ रहेको छ मान्छे एन्ड अल द वे डाउन हामी त्यहाँबाट तल झर्छौँ यस्तरी लङ वे Oh my god. ल यता हेर Vu qu'ils avaient plus le temps d'adapter en animé. ल चाहिँ त्यहाँ पुग्नु छ त्यो परको देखिमा चाहिँ नि हो त्यो चाहिँ एन्ड द्याट्स ब्रेकन सिटी यहाँ पनि गोरा गोरा बनाएर टेरेस फार्मिङ जस्तो गरिरहेको रहेछ टेरेस जस्तो छ अब हामी लास्ट त्यहाँनिरसम्म छ तसले उडाइ लाग्यो माया मेरो अनि मेरो माया उनी हुन् आबाले उडाइदियो कता उडाइदियो उपहार स्वर्ग तस्बिर माया गर्नेहरूलाई भलै छोटो होला जीवन सजाउनलाई के रे मलाई छोटो होला यहाँ फाइनली छैन कन्डोर उयो देखाइदियो यो त अनि दुबई कतारको मरुभूमिमा यतिको हो त ल हाँस लाइन बस्नुपर्ने अवस्था फोटो खिच्नको लागि एउटा भिडियो है फाइनली हाइक सकेर फर्किँदैछौँ फाइनली हामी हाइक सकेर आइदिन्छ अनि हामी फर्किँदाखेरि चाहिँ अर्कै बाटो गइरहेछौँ होइन ओह्रालो बाटो हो र अर्कै बाटो चाहिँ गएको छैन हामी went down from Penny Fan, Jacob's Ladder, all the way to Roman Road. That's called Roman. So we walked all the way down up until that stream. Once you cross the stream, you'll start running into a gravel track until turnaround point, which is roughly halfway point, 12.5k, and then you have to return. You have to come back all the way, follow the Roman Road, climb the Jacob Ladder up to the fan, and then you're gonna run down again to the Storyhouse. Let's go. लड्दैन नि यस्तो भिरालमा कुदा उकालो चढ्दा त लड्दैन झगडा पऱ्यो होला नि पढ्यो हो सबैजना पकाइ मैया पकाइ 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 ल त यति हो पानी यार बेबी चिया खाने कफी खाने एउटै खानुपर्छ है कहाँ भेडा मरेको हुन्छ खोलिदिनु आराम गरौँ है एकछिन यही हो मौका लन्च यही हो दिस टाइम हजुर यही त हो भ्याकेसन
दिदीहरूलाई लन्डनबाट भ्याकेसन मनाउनलाई यहीँ त बोलाएको तपाईँहरू नेपाली नै हो त पहिला धेरै नै चिया खाइयो कि त्यही भएर सोध्दै होइन चिया त माथि होइन उडिसक्यो भागिसक्यो माथि दही आउँछ मेरो बुढीको लजिकले चाहिँ मान्छे अलिकति हो भनेको अनि माथि त राइहाल्छ नि त्यो तपाईँहरूलाई थाहा छ नेपालमा छ नि गर्छ नि मस भन्दै फेरि गायब भयो आइरहेको त फेरि उहाँ क्लास रन गरिरहेछ त फेरि त्यसलाई पुगेन अरे त्यतिले फेमसै भयो नि नेपालमा पुरै पत्रकार त पछि लाएर उसको हो नि युट्युब पछि लाएर मुहान पलाएको पानी पऱ्यो पनि त्यो अनफेयर हुँदैन कि ढुङ्गाबाट मान्छेले किन पिठाएर ढुङ्गाहरू हाल्छ त बाल्दा ठाउँलाई बुझेँ